धेरै पहिला कुरा हो। जीवजन्तु मान्छे झैँ सोच विचार गर्न सक्थे। एकपटक एउटा गधा बगैँचामा छिर्यो। गधा आफूलाई विद्वान ठान्थ्यो। ऊ आफ्नै सुरमा घुमिरहेको थियो। त्यसैले ठुलो रुखमा सानो स्याउ झुन्डिरहेको देख्यो र नजिकै खेतको मसिनो लहरामा ठुलो फर्सी पाकिरहेको देख्यो। गधाले एकपटक फेरि स्याउको रुखतर्फ अनि पछि फर्सी र कान हल्लाउँदै दुखी स्वरमा भन्यो, कति मूर्खतापूर्ण संसार बनाइएको छ। त्यतिकै बेला नजिकैको रुखको हाँगामा बसेको कालिजले सोध्यो, होइन, तपाईँले यस संसार बनाउँदा कुन कुरामा कमी देख्नुभयो? के तिमीले देखेका छैनौ? गधाले जवाफ दियो। उसले पहिला स्याउलाई सङ्केत गर्यो र त्यसपछि भन्यो, ल हेर, यही ठुलो रुखमा बच्चाको मुठी बराबरको मिठो फल लागेको छ अनि मसिनो लहरमा मेरो टाउकोभन्दा ठुलो बेस्वादो फर्सी फलिरहेको छ। यसको त बुद्धिमानी छ, कालिजले भन्यो। के को बुद्धिमानी? यदि स्याउ फर्सी जत्रो र फर्सी स्याउ जत्रो हुन्थ्यो भने त्यसलाई म बुद्धिमान भन्थे, गधाले भन्यो।